नमस्ते दर्शकबिन, तपाईहरुलाई बेंगलोर टाइम्समा स्वागत छ। यति बेला म बेंगलोरको मधेश्वरा नगरमा छु। आज तपाईलाई म एउटा यस्तो व्यक्तिसँग परिचय गराउन गइरहेको छु जो नेपालबाट आफू रोजगारीको लागि बेंगलोर आउनु भएको थियो। तर यति बेला भनेपछि उहाँले 200 देखि 300 जनालाई आफ्नो कम्पनीमा रोजगार दिइरहेका छन्। सर, हजुरलाई स्वागत छ हाम्रो बेंगलोर टाइम्समा। हजुर, धन्यवाद। हजुरको परिचय दिनु सर। म डमोर छेत्री। मेरो नेपाल घर चाहिँ नि पर्वत बाछा फोक्सिङ र म 2000 सालमा लगभग बेंगलोर आएको। हजुरले यहाँ नोकरी कति वर्षसम्म गर्नुभयो सर? म लगभग 11 सालसम्म नोकरी गरेँ। 11 वर्षपछि हजुरलाई यो यस्तो आइडिया कहिले आयो, कसरी आयो कि मैले आफ्नै कम्पनी सुरु गर्नुपर्छ, होइन म यो फिल्डमा सक्सेस हुन सक्छु भनेर कसरी आयो दिमागमा? यो चाहिँ नि मैले यही काम पहिलाबाट गर्दै आएको थिएँ। हजुर। त्यसपछि मैले पनि केही गर्नुपर्छ। जतिसुकै कामै गरेर त अब हामीलाई खालि त्यही 20-25 हजार रुपियाँ तनखा मात्र मिल्ने हो, होइन? बढ्दै गएपछि अहिलेसम्म 40-50 हजार रुपियाँ हुन्थ्यो होला म्याक्सिमम भनौँ न। त्यतिमा अब मेरो घरको गुजारा चल्दैन भन्ने हिसाबमा मैले सुरु गरेको। अहिले हजुरको यो फ्याक्ट्रीमा कतिजना काम गर्दैछन् सर? लगभग 150बाट 180सम्म छन्। भनेपछि यसमा नेपाली पनि होला नि सर? हजुर, नेपाली पनि छन्। सर, हजुरले यहाँ त यस्तो होइन प्रगति गर्नु भएको छ, नेपालमा पनि केही गर्ने विचार राख्नु भएको छ? हजुर, यो कोरोनाभन्दा पहिला मैले नेपालमा अलिकति केही गरौँ भन्ने उद्देश्यले भनौँ फ्याक्ट्रीको हिसाबमा एउटा बिल्डिङ बनाएको थिएँ। हजुर। पछि त्यहाँको कोरोनापछि त्यस्तै थियो त्यहाँको हालत भनौँ न। भनेपछि तपाईँले नेपालमा पनि काम सुरु गर्ने प्लान गर्नु भएको छ? हजुर हजुर। तर सर, हाम्रो यहाँ बेंगलोरमा नेपालका नेपालीहरू थुप्रै छन्, होइन? उहाँहरूको पनि इच्छा चाहना हुन्छ कि हामीले पनि सफल बन्नुपर्छ भोलिको, होइन? हाम्रो छोराछोरीको भविष्यलाई उज्जवल बनाउनुपर्छ भनेर सोचेर आएका त हुन्छन्, तर यसरी प्रगति चाहिँ गर्न सक्दैनन्। तपाईँ चाहिँ यो फिल्डमा यहाँसम्म पुगिसक्नुभयो, तपाईँको तर्फबाट केही उहाँहरूलाई केही टिप्स दिन चाहनुहुन्छ? हजुर, त्यो त अब आफ्नो आफ्नो इच्छा हो, होइन? अब कसैले पैसा भएर पनि काम गर्न सक्दैन। पैसा भएर म यति लगाउँछु भन्नलाई अलिक डराउँछन्, कहाँ डुब्ने हो कि, त्यस्तो अवस्थामा धेरै छन्। यहाँ पैसा भएका, दिमाग पनि भएका, तर आँट गर्न नसक्ने मान्छेहरू भनौँ न, होइन? तिनीहरू धेरै छन्। भनेपछि केही गर्नलाई पैसा भन्दा पनि आँट हुनु जरुरी छ? हजुर हजुर, आँट चाहियो। अब त्यस्तै अब उहाँहरूले एउटा सानो चायको पसललाई मात्र गर्छु मैले र भनेर आँट्नुहुन्छ भने उहाँहरूले जति कमाउनुहुन्छ त्यहाँबाट ज्यादा कमाउन सक्नुहुन्छ। अनि सर, हजुरको फ्याक्ट्रीभित्र म घुमेँ, यताउता हेरेँ, मेसिन धेरै ठुल्ठुलो देखेँ, होइन? त्यो मतलब यो फ्याक्ट्रीमा तपाईँको कतिसम्मको लगानी जति छ केही बताउन सक्नुहुन्छ? हजुर, लगानी भन्दा पनि अब मैले खासै गरेर एउटा सानो मेसिनबाट सुरु गरेको। अहिले मसँग लगभग नयाँ मेसिन लिने हो भने त्यसको मूल्य लगभग 17-18 करोडसम्म पर्छ, होइन? त्यस्तै लगभग मसँग ठुल्ठुलो मेसिन मसँग 2-3वटा छ। 2-3वटा छ? हजुर। अन्य सानो मेसिनहरू पनि थुप्रै छन् उहाँको, होइन? अब त्यो यो फ्याक्ट्रीमा जब म भित्र घुसेँ, मलाई विश्वास भएन पहिलोचोटि त यो नेपालीको फ्याक्ट्री हुन सक्छ भनेर। जब मैले थाहा पाएँ यो रोशन प्रिन्टर भन्ने नेपालीको हो भनेर त अब हामीलाई उहाँसँग अन्तर्वार्ता लिने मन भयो र हामीले कुरा गऱ्यौँ, सरले पनि तयार हुनुभयो। भनेपछि उहाँको यो इन्टरभ्यूबाट तपाईँहरूले एउटा चिज सिक्न सक्नुहुन्छ, पैसा भएर मात्रै हुँदैन, तपाईँले केही गर्नु छ भनेपछि तपाईँमा आँट पनि हुनु जरुरी छ। सर, अन्तिमतिर छौँ अब हामी भिडियोको। त हजुरले यहाँ त यति प्रगति गरिसक्नु भएको छ, अब हाम्रो नेपालबाट दुनियाँभरको युवा विदेश जाँदैछन्, हजुरलाई पनि थाहै छ। हजुरले यस्तै काम नेपालमा पनि सुरु गरेपछि उहाँहरूले पनि विदेश जानबाट रोकिन्थे र नेपालमै रोजगार पाउँथे, त्यो विषयमा के भन्न चाहनुहुन्छ? अब त्यो बाई चान्स मैले नेपालमा खोलेँ भनेपछि त अब रोजगारी त मलाई मान्छे चाहिन्छ, होइन? मान्छे चाहेपछि अब धेरै त भन्दैन, 40-50 जनालाई म रोजगार दिन सक्छु। भनेपछि उहाँको अब फ्युचर प्लान जो छ त्यो पनि एकदमै राम्रो छ। यदि तपाईँहरूलाई यो भिडियो राम्रो लाग्छ भनेपछि तपाईँ यो भिडियो सेयर गर्नुहोस्, होइन? यदि यो भिडियोमा तपाईँ केही भन्न चाहनुहुन्छ, केही सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भनेपछि कमेन्ट बक्समा गएर दिन सक्नुहुन्छ।